नमस्कार नमस्कार। तपाईँलाई हाम्रो फ्यामिली गफ एउटा मैले युट्युब च्यानल चलाउँदैछु। समय दिनुभएकोमा अनि यो समयसम्म आइपुग्दा आफूलाई छोरीको रूपमा पहिला पाउनुभयो, त्यसपछि एउटा बुहारीको रूपमा पाउनुभयो, त्यसपछि एउटा आमाको रूपमा पाउनुभयो। अहिले त्यस्तै हुँदै अहिले हजुरआमा हुँदै हुँदै आउँदाखेरिको अवस्थामा चाहिँ तपाईँले कस्तो महसुस गर्नुभयो त? कि त धेरै नि अब पहिला छोरी हुँदाको क्षणहरू भनेको एकदम त्यतिखेर हाँसी खुसी बाबाआमाको लाड प्यारमा होइन हुर्कियो बढियो त्यस्तो केही भएन। त्यो सङ्घर्षको श्रेय चाहिँ कसलाई दिनुहुन्छ त्यसको? भनेको त कसलाई दिनु, बाबा आमाले सिकाउनु भयो होइन। त्यहाँदेखि आयो जुन आमा बुवाप्रति चाहिँ के माया घटेरै गएको हो त? एकदम त्यस्तै लाग्छ। अब वृद्धाश्रम पुर्याउँछन्, आमा बुवा बुढाबुढी भएपछि झर्को मान्छन्, घिनाउँछन्, अनि वृद्धाश्रम पुऱ्याएर उनीहरूले छोड्छन्। त्यो चाहिँ एकदम लाग्छ, मलाई दुःख लाग्छ होइन। जन्म दिएर छोराछोरीको लागि कति गरेको हुन्छ उनीहरूले, आमा बाउले आमाले नखाइकन उनीहरूलाई खुवाएर राखेको हुन्छन् होइन। अब आमा छोराको थोरै गर्न मन भयो। धेरै धेरै धन्यवाद।